नमस्ते गाइस सबैजनालाई। आज एउटा तपाईँहरूसँग एउटा भिडियो लिएर आएको छु। यो भिडियो अन्तिमसम्म सुनेर साथ दिनु होला। अलि रमाइलो भिडियो छ। कुरो 2002 हो, मलेसियाको कुरा हो। हाम्रो कम्पनीको एउटा छेउमा ठुलो कम्पनी थियो अर्को। त्यो कम्पनीले चाहिँ हरेक वर्ष तपाईँको पिकनिक लान्थ्यो क्या, आफ्नो कामदारहरूलाई सबै फ्यामिली सहित होइन पिकनिक लान्थ्यो। त्यसमा चाहिँ के आयोजनहरू कार्यक्रमहरू हुन्थ्यो भने चिट्टाहरू राख्थ्यो होइन, नाच डान्सहरू राख्थ्यो। र स्पेसल चाहिँ के राखेको रहेछ भने प्रतिस्पर्धा चाहिँ त्यो पौडी खेलेर पारिबाट पारी पुग्नुपर्ने क्या। अनि जसले त्यो पारी पुग्न सक्यो त्यसलाई चाहिँ 5 लाखको इनाम के तपाईँको नेपाली होइन, नेपाली 5 लाख रुपियाँ इनाम दिने घोषणा रहेछ गरेको रहेछ होइन। त्यतिकैमा सबैजना नाम टिपायो होइन, सहभागी पनि भयो, बिहान पनि रेडी भयो अब त्यो पौडी खेल्नलाई। अनि सबैजना मान्छेहरू त्यहाँ जम्मा भएको छ होइन, सबैको फ्यामिलीहरू पनि त्यहाँ छ होइन। र देखाउँदा अब त्यो रेफ्रीले अब 1 2 3 गो भनेर सिटी बजाएको छ क्या, सबै लाइनमा भएको मान्छेहरू अब जानु पऱ्यो नि। त्यतिकैमा एकजना मान्छे चाहिँ कोही पनि चाहिँ भाल्न चाहिँ डराएछ। एकजना मान्छे जम्मा भालेर पौडी खेल्दै खेल्दै पारी पुगेछ क्या। त अर्को मान्छेहरू हेरेको हेरै होइन, उनीहरू पानी पौडी खेल्न गएन क्या। गरेपछि सबै मान्छे अचम्म भयो होइन। अनि त्यो जो मान्छे पारी पुग्यो त्यो मान्छेलाई भोलिपल्ट कम्पनीले सम्मान गर्यो होइन, पुरस्कार दियो, प्रमाणपत्र दियो है। र उसलाई एउटा क्वेसन के सोधेछ भने यो सबै मान्छेहरू चाहिँ नाम लेखाएर पनि उनीहरू चाहिँ गएन पौडी खेल्न, यिनीहरू डरायो, हिम्मत गरेन, तिमी चाहिँ कसरी हिम्मत आयो, कसरी आँट आयो भनेर त्यो मान्छेले सोधेछ क्या कम्पनीको बसले भनौँ न। त्यो मान्छेले चाहिँ के भन्ने भने म पनि डराएर आएको थियो, मलाई पनि आँट हिम्मत थिएन। त्यतिकैमा मलाई पछाडिबाट कसैले घचेड्थ्यो पानीभित्र, अनि म आफ्नो ज्यान बचाउनको निम्ति मैले बलबुद्धि प्रयोग गरेर म पारी पुगेको भनेर भनेपछि मान्छेहरू कोही मान्छे हाँसेछन्, कोही मान्छेहरूले बहादुर भनेर उसले चाहिँ नि सम्मान पनि गरेछन्। अनि त्यो मान्छेलाई अफसोस परेछ, मलाई कसले घचेडिदिएको छ रहेछ त पछाडिबाट, किन घचेडिएको रहेछ भन्ने कुरो उसलाई अफसोस भयो। र भोलिपल्ट ऊ घरमा पुगेपछि थाहा भयो बुढाबुढीको कुरो गर्दै गर्दाखेरि उसले त्यो घचेड्नेहरू कोही नभएर आफ्नै बुढीले चाहिँ घचेडिदिएको रहेछ क्या। अनि किन त रहेछ भन्दाखेरि चाहिँ किन घचेडिएको रहेछ भन्ने कुरो चाहिँ त्यो 5 लाखको लोभले बुढीले अरूभन्दा मेरो बुढा चाहिँ अगाडि पुगोस् भन्ने हिसाबले चाहिँ उसले घचेडिदिएको रहेछ क्या। त्यही भएर उसले पारी पनि पुग्यो, पुरस्कार जित्यो, मान सम्मान प्रमाणपत्र सर्टिफिकेट पायो होइन। त अर्कोहरू चाहिँ किन नफालेको रहेछ भन्ने कुरो, जो उनीहरू त्यो हम फाल्नुभन्दा 2 मिनट अगाडि चाहिँ उनीहरूले जानकारी के दिएछ भने यो पोखरीमा चाहिँ गोही पनि छ है, जसले यो गोहीको मुखबाट बजेर पारी पुग्छ उसले 5 लाख पाउँछ, यो चाहिँ पहिल्यैदेखिको सिस्टम हो, यहाँ त्यस्तो चल्छ भनेर कसैले भनिदिएछ क्या। तर गोही त पानीभित्र हुन्छ, र पानी माथि पौडिने क्रममा अलिकति जसले पौडी खेल्न सक्दैन उसले चाहिँ गोही आएर निल्ने रहेछ कि होइन। अनि त्यो साथीहरूले त्यो जानकारी पाएपछि उनीहरू डराएछ, नगएछ। त्यो हम फाल्ने साथीले चाहिँ त्यो गोही छ भन्ने कुरो पनि थाहा थिएन। अब अरूहरू पनि अब फाल्यो भने ऊ पनि फाल्ने भने ऊ पनि रेडीमा चाहिँ बसिरहेको रहेछ। त्यतिकैमा अब 1 2 3 भनेर सिटी सुइँट बजाइदिएपछि त आफ्नै बुढीले पछाडिबाट ठेलिदिएछ क्या त्यसले चाहिँ होइन। त्यो हुनाले गर्दा उसले जितेको रहेछ। यो कथाले चाहिँ के पुष्टि हुन्छ भने गाइस, कुनै पनि पुरुष मान्छेको सफलताको पछाडि एउटा नारी मान्छेको हात हुन्छ भन्ने कुरा मैले कता कता सुनेको थियो कि। यो कथाले त्यो हो भन्ने मलाई चाहिँ प्रमाण ऊ भयो कि, विश्वास भयो कि होइन। त्यही भएर कतिपय कुराहरू बिना प्लानको कुराहरू पनि हामीले जिन्दगीमा गर्दै गर्दाखेरि त्योहरू सक्सेस भएकोहरू प्रमाणहरू छ कि होइन। कतिपय कुराहरू हामीले चाहिँ वर्षौँ प्लान गरेर होइन, स्मार्ट प्लान गरेर हरेक कुरो गर्दाखेरि पनि त्यो सक्सेस नभइरहेको पनि हुन्छ कि मान्छेको जिन्दगीमा, हो कि होइन गाइस। यो कथा तपाईँलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नुहोला। र यस्तै यस्तै भिडियोहरू हेर्नको लागि तपाईँहरूले यो भिडियोलाई सक्दो लाइक सेयर कमेन्ट गर्नुपर्ने हुन्छ होइन। र अर्को भिडियोमा पनि तपाईँहरूले यस्तै यस्तै भिडियो रमाइलो भिडियोहरू लिएर आउने नै छु। अहिले यो भिडियो धेरै लामो भएको छ भन्दै यहाँसम्म हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। आशा छ तपाईँहरूले यो भिडियोलाई मन पराइदिनु हुनेछ भन्ने विश्वास लिएको छु। अहिलेलाई यति भन्दै तपाईँहरूमा छुट्टिन चाहन्छु। हवस् त, धन्यवाद, नमस्ते।